हेलो नमस्ते एभ्रिवान, तपाईहरु सबैजनालाई हाम्रो युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। अहिले म जोर्डन हङकङमा छु एन्ड यहाँको रमणीय वातावरणहरुसँग रमाइरहेको छु। रमाइलो लागिरहेछ। यहाँ धेरैजना साथीभाइहरु पनि भेटेका छ र दिदीबहिनीहरु पनि धेरैजना भेटेका छ। एकदम खुसी लागिरहेछ एन्ड राइट नाउ वी हैव सम अफ आवर मङ फ्रेन्ड्स। सो अहिले हामीसँग हाम्रो साथी हुनुहुन्छ एकदम युट्युबमा पाएर तपाईहरु सबैजना चिन्नुहुन्छ है। नमस्ते नमस्ते गुरु ल आज हामीलाई यहाँ खाना खाने ठाउँहरुको बारेमा भन्नु। हाम्रो यहाँ आज हाम्रो पोखराको हाम्रो सिम्फनी मेरो हाम्रो दिदी उहाँले हाम्रो लामा सबैलाई यहाँ ब्लू ओसनमा खाना दिनुहुन्छ अनि उहाँले अनि दिदीले यहाँ उहाँ जानती गुरुङ दिदीलाई अहिले हामी उहाँलाई वेटिङ गर्दैछु अनि एकछिनपछि दिदी उताबाटै ग्रुप उनीहरू आउनुहुन्छ त्यहाँबाट हामी यहाँ खाना खाने दिदीलाई यहीँबाट धन्यवाद भन्न चाहन्छु अनि सोनमको सोनमको ब्लग हेर्ने सबैलाई अनि हजुरहरूले भिडियो सब्सक्राइब गरेर छैन भने फेरि गर्नु धेरै धेरै गर्नु बाजेहरू पनि आयो दिदीहरू पनि आयो। ओके ल थ्याङ्क यू भेरी मच। अब उहाँ हाम्रो साथीहरू आउँदै हुनुहुन्छ। वेलकम स्पोन्सर दिदी आउनुभयो। ल हाम्रो जयन्ती गुरुङ चाहिँ हो है दिदी हो है दिदी स्पोन्सर हाम्रो दिदी अब हामी नाम बुद्ध त गुरु नेपालबाट आउनु भएको गुरुहरूलाई म यहाँ बुलोसनमा दिने भोजन दान गर्न आएको छु। ओके थ्याङ्क यू भेरी मच। ब्लू ओसन होटलमा आइपुग्यो एभ्रिवान। ल ब्लू ओसन एकदम पपुलर जोर्डन हङकङको यो पनि नेपाली होटल रहेछ। हाम्रो साउजीले चाहिँ मलाई यता पनि खिच्ने अनुमति दिनुभएको छ, त्यही भएर यता पनि खिच्न आएको छु। इट्स सो लभली हियर ब्लू ओसन जोर्डन हङकङबाट एकदम राम्रो होटल रहेछ। यहाँ प्रोग्राम गर्ने ठाउँ पनि रहेछ। यहाँ चाहिँ सो गाइस इट्स सो इन्ट्रेस्टिङ एकदम रमाइलो लागेको छ। ठाउँ पनि एकदम राम्रो रहेछ। हामी चाहिँ यहाँ आज लन्चको लागि ग्यादर भएको छु। सिस्टर एकजना चाहिँ आज हामीलाई यहाँ लन्च खुवाउनुहुन्छ, त्यही भएर ब्लू ओसन होटलमा आएको छु। ओके सर, हाम्रो नवबुद्ध धर्म सेन्टरको प्रमुख लामा गुरु तेजराज कि के हो रे हाम्रो मेमेको नाम? देवीराज गुरु रिजिन। And we have our popular YouTuber friend Dota. हेलो टासी दिले आज हाम्रो यहाँ गान्धी दिदीले हुन्छ लामा हाम्रो बहिनीले खिच्न बहिनीलाई एकदम पातलो गरेर सेन्टरमा हामी सबै बनाउने 10-11 सम्म खाना खाउने। यो बहिनीले खाना बनाएको चाइनिज नफलप चाइनिज ती ठाउँमा गयो मिठो लागेन। थ्याङ्क यू भेरी मच। ओके कति समय भयो हाम्रो ब्लू ओसन रेस्टुरेन्ट? 7 वर्ष भन्नुभयो है। ओके ओके धन्यवाद, तपाईहरु आइदिनुहुन्छ, खुसी लाग्छ। थ्याङ्क यू भेरी मच है। हामी पनि फर्स्ट टाइम जस्तै हो, स्पोन्सरहरूले अब यसो घुमाइदिनु भएकोमा। तर राम्रो छ यो ब्लू ओसन सुनेको। हजुर पोखराकै हो? पोखरा त होइन, हामी धरानको। ए धरानको है। ओके ओके हजुरको शुभ नाम? मेरो प्रेम लिम्बू हजुर। प्रेम लिम्बू। ल थ्याङ्क यू प्रेम लिम्बू दाजु है। खुसी लाग्यो। खाना त अहिले हाल्नु नि हुन्छ नि। सो साथीहरू अहिले चाहिँ हामी ठ्याक्कै खाना खाएर सकिसकेका छौँ, त्यही भएर आराम गर्दैछु। भेरी गुड भेरी डिलिसियस थ्याङ्क यू सो मच। हाम्रो गान्धी दिदीलाई मिठो लाग्यो। ब्लू ओसन खाना मिठो लाग्यो। यहाँको नेपाली खाना एकदम मिठो लाग्यो। हेलो एभ्रिवान, अहिले चाहिँ हामी ठ्याक्कै ब्लू ओसनबाट निस्केको खानासाना खाएर भित्र चाहिँ गीत बजाएर थियो, त्यही भएर हामीले खासै ब्लगहरू खिच्न पाएन। एनिवे इट वाज भेरी इन्ट्रेस्टिङ इनसाइड द होटल
And now we're going back to room. कस्तो लागिरहेछ हङकङ? एकदम खुसी लागिरहेछ अनि कहिले नभेट्ने मान्छेहरू पनि भेटेर चाहिँ सँगै यसो डिनरहरू गरिरहनु भएको छ, डिनरहरू खुवाइरहनु भएको छ एकदम। ओके, थ्याङ्क यू। रोजी चिज कस्तो लागिरहेछ हामी भेटेर? एकदम रमाइलो, एकदम खुसी। यता फर्केर भन्नु अब चाहिँ सबैजना एकदम रमाइलो। अब चाहिँ यहाँ ग्रिन बत्ती बोलेको छ, त्यही भएर चाहिँ अब मान्छे सबै यता रहेछ। ग्रिन बत्तीमा चाहिँ मान्छे हिँड्ने हो, गाडी हिँड्न पाउँदैन। अहिलेको काम पनि सिक्यो भने म यही सेन्टरमै आउँछु, हामी यही भेट्छौँ। अहिले गर्दैन। गाइस, यो चाहिँ हाम्रो नवोदय सेन्टर हो। हामीले एक हप्तासम्म पूजा गरेको ठाउँ यही हो। अलिकति देखाउँछु। हेलो एभ्रिवान, यो चाहिँ हङकङको बिग बस भन्ने चाहिँ हो। बाहिर खुल्ला हुन्छ, घुम्ने बेलामा यताउता हेर्नको लागि चाहिँ रमाइलो छ यो बसमा। सो हामी पनि चाहँदैछु, हेरौँ कस्तो हुँदो रहेछ। हेलो हेलो एभ्रिवान, नमस्कार तपाईँ सबैजनालाई। हामीसँग हुनुहुन्छ हाम्रो पवित्र शिष अनि त्यस्तै गरिकन अर्को दुईजना लामाहरू हुनुहुन्छ। हङकङको बिग बसमा ट्राभल गर्दै हुनुहुन्छ। अहिले रातिको समयमा यसरी यो खुल्ला मौसम भएको बसमा यसरी घुम्छ मान्छेहरू। अनि तपाईँहरू पनि घुम्नु भएको छ भने ठिकै छ, छैन भने अवश्य पनि नेक्स्ट टाइम ट्राई गर्नु होला। एकदम रमाइलो हुँदो रहेछ है। हाम्रो नाना त कति 30 वर्षमा एकचोटि म त घुमेको थिएन, फर्स्ट टाइम सेन्ट्रल हाम्रो त फेरि अहिलेको ठाउँ पुऱ्याउँदैन। हेलो एभ्रिवान, वेलकम टु हङकङ एन्ड राइट नाउ वी आर एट स्टार फेरी कि फेरि रमाइलो लागिरहेको छ। बिग बसको ट्राभल गर्दैछ आज हामी। एकदम यो चाहिँ बेलुकाको समयमा घुमघाम गर्नको लागि चाहिँ यसरी बिग बसमा ट्राभल गर्दा रमाइलो लाग्दो रहेछ। तपाईँहरू पनि घुम्न आउन सक्नुहुनेछ। यहाँ मान्छेहरू सबैजना विदेशीहरू चाहिँ यसरी घुम्दो रहेछ। अहिले हाम्रो सिस्टरसँगै हामी लामा साथीहरू पनि घुम्दैछु। We'll be approaching East Chungchachoi Station. सबैजना हिरो साथीहरू खेल्दै हुनुहुन्छ। यो चाहिँ नेपालको राजा रानी आएर बस्नुभएको ठाउँ रे यो होटल। K11 ए म्युजियम।
tổng bộ thư viện thư về tình hình trả lời hội phản biện để buổi lập हाम्रो कमल भाइ हुनुहुन्छ यहाँनिर धर्मगुरु अनि म भाइ पनि भनिरहेको छु खासमा हाम्रो धर्मगुरु हुनुहुन्छ र उहाँको थ्याङ्क यू र हामीलाई एकदम शान्ति दिनुभएको छ ज्ञान दिनुभएको छ एकदम राम्रो प्रवचन दिनुभएको छ उहाँले धेरै धेरै धन्यवाद अनि आभारी छ दाजुभाइ आउनुभयो एकदम रमाइलो भइरहेको